अर्ग्यानिक ग्रिन टी। यो चिया इलामको माई जोगमाई गाउँपालिका स्थित गुप्ती टी स्टेटमा उत्पादन तथा तयारी हुन्छ। यसलाई फ्रान्सको जैविक प्रमाणीकरण गर्ने संस्था CERS, अमेरिकाको USDA र जापानको JAS जस्ता संस्थाले जैविकता प्रमाणित गरेको छ। यो ग्रिन टीमा उच्च मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ। यसले हाम्रो शरीरमा हुने एन्टीअक्सिडेटिभ क्षमताको वृद्धि गर्दछ। ग्रिन टीको नियमित सेवनले हानिकारक वैजनिक किरणहरू र विकिरणहरूले गर्ने असरबाट हाम्रो शरीरलाई रक्षा गर्दछ। हाम्रो शरीरमा रगतमा हुने चिनीको मात्रामा नियमित गर्ने, डायबिटिजको रोकथाम गर्ने, सुगरको वृद्धिलाई नियन्त्रण गर्ने, ग्यास्ट्रिक, कब्जियत जस्ता समस्यालाई न्यूनीकरण गराउन, खराब कोलेस्ट्रोल घटाउन, उच्च रक्तचाप र पक्षघातको जोखिमलाई न्यूनीकरण गर्न मद्दत गर्दछ। आँखाको दृष्टि क्षमता बचाइ राख्न, शरीरलाई ऊर्जावान र मजबुत बनाउन मद्दत गर्दछ। उमालेको पानीमा आवश्यकता अनुसार चिया राखी दिनको 4-5 कप चिया सेवन गर्दा राम्रो फाइदा हुन्छ। सामान्यतया खाली पेटमा, गर्भवती अवस्थामा, मासिक स्रावको अवस्थामा बाहेक सबै उमेर समूहले पेय पदार्थको रूपमा यसलाई प्रयोग गर्न सक्दछन्। सिल्भर निडल्स टी। यो चिया पात नफक्रिएको चियाको मुना निडल संकलन गरी तयार गरिन्छ। यसमा क्याफिनको मात्रा ग्रिन टीमा भन्दा आधा कम र एन्टीअक्सिडेन्टको मात्रा 3 गुणा ज्यादा हुन्छ। फोक्सो, मुटु, पाचन, छाला, दाँतको समस्याहरूमा साथै रगतमा चिनीको मात्रा सन्तुलन गर्न अति नै लाभकारी रहेको छ। ओजस अतिरिक्त खाद्य पूरक उत्पादन हो। यो उत्पादन अमला, दालचिनी, ग्रिन टी सार र सीबर्गथोर्न अर्थात डालेचुक जस्ता जडीबुटीहरूको सार र अवयवहरूलाई आधार बनाई तयार पारिएको छ। हाम्रो शरीरमा रोग विरुद्ध लड्ने प्राकृतिक क्षमता हुन्छ, जसलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ। यो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा हामी अनेक प्रकारको रोगबाट ग्रसित हुन पुग्छौं। ओजसले हाम्रो शरीरको रोग विरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गराइदिन्छ। रोग लाग्नुभन्दा रोगको बाटो रोक्नु नै उपयुक्त भने झैं यस उत्पादनको नियमित सेवनले हामीलाई हुन सक्ने मुटु रोग, ट्युमरको वृद्धि, बुढौलीपनको समस्या आदिको जोखिमलाई न्यूनीकरण गर्दछ। यसले एन्टीअक्सिडेन्टको सहायता गर्ने भएकाले पेटलाई स्वस्थ राख्न, क्यान्सर कोष वृद्धिको रोकथाम गर्न यो उत्पादन समग्र स्वास्थ्यको लागि उपयुक्त मानिन्छ। दैनिक खानापछि बिहान बेलुका 6 देखि 12 वर्ष उमेर समूहकालाई 1 र 12 वर्षभन्दा माथि उमेर समूहकाले 2 क्याप्सुल खान। प्रमेह अतिरिक्त खाद्य पूरक उत्पादन हो। यो उत्पादन मेथीलाई आधार बनाई तयार पारिएको छ। मेथीको अतिरिक्त यसमा दालचिनीको सार, गुडमार, बनवा अर्थात जरुल जस्ता जडीबुटीहरू र तिते करेलाको सार प्रयोग गरी उत्पादन गरिएको हो। प्रमेहले डायबिटिजका समस्या भएकालाई प्रभावकारी रूपले फाइदा गर्दछ। रगतमा इन्सुलिनको सन्तुलन तथा आपूर्ति गर्न मद्दत गर्दछ। दैनिक बिहान बेलुका खाना खाएपछि 2 क्याप्सुल लिन सकिन्छ। प्रमेह 20 वर्षभन्दा माथिका प्रौढहरूलाई मात्र बनाइन्छ। लसुन अतिरिक्त खाद्य पूरक उत्पादन हो। लसुनलाई विशेष प्रकारले फर्मेन्ट गरेपछि यो खैरो वा कालो बन्दछ, जसलाई ब्ल्याक गार्लिक भनिन्छ। यो उत्पादन ब्ल्याक गार्लिक, बेसारको सार, कालो मरिचको सार तथा एस्पुरेडिनलाई आधार बनाई तयार पारिएको छ। हानिकारक भाइरसहरूको संक्रमणबाट बच्नको लागि लसुनको सेवन अत्यन्तै उपयोगी साबित भएको छ। यसको नियमित सेवनबाट मुटुको रोग, रक्तचाप, रुगाखोकी, खराब कोलेस्ट्रोल, पेटको दुखाइ, पाचन आदि समस्याहरूमा अत्यन्तै लाभ पुग्ने गर्दछ। हाम्रो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्दछ। शरीरमा रहेका हानिकारक हेभी मेटलहरूलाई निर्मलीकरण गर्दछ। दैनिक खानापछि बिहान बेलुका 6 देखि 12 वर्ष उमेर समूहकालाई 1 र 12 वर्षभन्दा माथि उमेर समूहकाले 2 क्याप्सुल लिन